So hello guys, welcome back to my channel and sorry for नमस्ते मम्मी चाहिँ के गर्नु भएको भन्दाखेरि चाहिँ पाइप पानी हालेर लाउनु भएको छ। सो गाइस म अब पाइप सोधाइदिन्छु हैन, कहाँबाट कहाँसम्म छ पाइपहरु सक्नुहुन्छ। सो गाइस त्यही हो टक्क पारामा पाइप चाहिँ सोझेको रहेछ हैन गाइस, टक्क पारामा अब हेर्न सक्नुहुन्छ। यो यहाँ दुईटा जोडेको छैन पाइप, त्यही गाइस दुईटा पाइप जोडेको छ, एउटाले त पुग्दैन हैन गाइसहरु, त्यो गाइस पटारेको चाहिँ छैन। सो गाइस म फेरि अगाडि जान्छु गाइस यता चाहिँ हेर्न सक्नुहुन्छ। मैले चाहिँ मोटर अन पनि गरिदिइसकेँ। सो गाइस यता चाहिँ मम्मीले चाहिँ यो नलाउनु हो गाइस, पानी हालेर लाउनु भएको रहेछ गाइस। त्यो गाइस यता चाहिँ हाम्रो देश हेर्न सक्नुहुन्छ। अनि मैले भ्लग नबनाएको चाहिँ 4 हप्ता हुन लागिसकेको छैन गाइस, एकदम फुलहरू सक्नुहुन्छ यताको फुल चाहिँ हैन, टक्क हेर्न सक्नुहुन्छ। हल्काले हावा चलिरहेको शीतल मौसम भइरहेको हैन, एकदम राम्रो। सो गाइस त्यो चाहिँ हेर्न सक्नुहुन्छ। म तपाईँहरूले देखाउँछु टाढोबाट चिन्डोहरू छ, म तपाईँहरूले चिन्डो देखाउँछु है त। त्यो गाइस म तपाईँहरूलाई चिन्डोहरू देखाउँछु गाइस, चिन्डोहरू छ, म तपाईँहरूले चिन्डो देखाउँछु है त। त्यो गाइस म तपाईँहरूलाई जुम गरेर देखाउँछु गाइस। गाइस यता चाहिँ कुकुर रहेछ कि कस्तो तर्सिरहेको गाइस, त्यसै तर्सिरहेको। यता चाहिँ कुकुर रहेछ कि कस्तो तर्सिरहेको गाइस, त्यसै तर्सिरहेको। सो गाइस मैले अलिक धेरै भ्लग चाहिँ अलिक धेरै भयो चाहिँ नबनाएको होइन, 4 हप्ता भनेको 1 महिना हो गाइस। चैत महिनाभरिसम्म एकचोटि बनाएँ। अनि यता चाहिँ मम्मीले सबै फुल गरेर भइसक्नु भएको छ होइन, फुलमा हेर्नु सबै गाइस, सबै फुलतिर होइन पानी हालिसक्नु भएको छ। सो होइन यस्तो छ अहिलेको दृश्य चाहिँ हेर्नु सक्नुहुन्छ गाइस। टक्कबार आउनु त दाइ आइसक्नु भएको छ होइन, दाइ चाहिँ एकदम लजिरहनु भएको छ होइन मेरो भ्लगमा इन्ट्री गर्नको लागि। सो गाइस यता चाहिँ हाम्रो फर्सिललाई होइन दाइ चाहिँ एकदम लजिरहनु भएको छ होइन मेरो भ्लगमा इन्ट्री गर्नको लागि। सो गाइस यता चाहिँ हाम्रो फर्सिललाई होइन थ्याङ्क यू फर वाचिङ माई भिडियो एन्ड सो अब चाहिँ हल्का डेली भ्लग ल्याउने प्रयास पनि गर्दैछु होइन गाइजहरू। थ्याङ्क यू फर वाचिङ माई भिडियो एन्ड बाई।